सरी गाइस मेरो आँखामा फट्यो आइएमा पिरो भयो आज बबिताले हेऱ्यो भने फेरि भन्छ नि तिमीहरूले मिठो मिठो बनाएर खान्छ मलाई म आउँदाखेरि बनाउँदैन। हेलो गाइस नमस्ते स्वागत छ हजुरहरूलाई मेरो च्यानलमा आज पनि नयाँ भिडियोको साथ उपस्थित भइसकेका छौँ बुढाबुढी आज बुढाबुढीले खानेवाला छौँ एक थुक्पा अनि यहाँ रहेको छ ब्ल्याक बिन चिकन विन्स चिकन पखेटा जे भन्न पनि हुन्छ पिउनको लागि जुस रहेको छ अब चाहिँ दिलले गर्न सुरु गरौँ है त गाइस ल आज हामी चाहिँ खानेवाला छौँ थुक्पा गाइस आज मुकबाङ गर्नेवाला छौँ हामीहरूले च्यालेन्ज च्यालेन्ज के गर्दैन आज चाहिँ आज एकदमै मौसम चिसो छ गाइस त्यही भएर तातो तातो थुक्पा खाउँ तर हजुरले एउटा गल्ती गर्नुहुन्छ नि बुढा के भन्नु नि थुक्पा खाने बेला नि यसमा हल्दी हाल्नुपर्छ कि थोरै छ चाउमिनमा हो कि ल चेस चिज आहा आफूले त पुरा रिङ्गाएर तानिसकेर छैन नि मान्छेलाई नि अनि त्यसपछि चेस मिक्स गर्नु गाइस आज चाहिँ ब्याकग्राउन्डमा आवाज आयो भने माया नगरिदिनु होला आज छुरी हामीसँग छ है चेस ल खाएला गाइस दामी वाउ कति भयो थुक्पा नखाएको गाइस तर आज टिमुर हालेर एकदम दामी भयो टिमुर हालेर दामी मस्त यो सबै चाहिँ मेरो बुढाले बनाउनु भएको गाइस जति पनि खाना खान्छु सबै उहाँले बनाउनुहुन्छ म चाहिँ खाने मात्रै हो अब मिठो भएछ नि कति भयो भने थुक्पा नखाएको आमा धेरै भयो चिकन विन्स खानु कुखुराको पखेटा वाउ दामी दामी टेस्टी
मिठो नि दामी टेस्ट गाइस त्यसरी म साउन चिप्लिन्छ यो चपस्टिक हात साफ गर्नु भुल्दैछु म तेल लगायो भने त यस्तो हुन्छ नि यो स्टिकवाला यो स्टिलवाला चपस्टिक समात्नै आउँदैन सरी गाइस मेरो आँखामा फट्क्यो आइयामा पिरो भयो आँखामै फट्क्यो के गरेर खाएको खाएको त राम्रो गरी खाँदा थिएँ कि यस्तो गरमले फट्क्यो क्या हेभी हो सकिन्छ म त सुप खान सक्दिनँ होला यो पुरै टिमुरको पिरो के खतरा लाग्यो त पिरो हो
पसिना आयो गाइस तातो तातो थुक्पा खाएर। सरी गाइस पिरोले सिगानसम्म निकालिदियो। तिम्रो त धेरै हालेको। थुक्पामा यस्तो बनाएर खानुपर्छ है, दामी हुन्छ नि। आउनु भयो क्या हेभी भइदियो नि। पकेर खाऊ न यो नखाने आज बबिताले हेऱ्यो भने फेरि भन्छ नि, तिमीहरूले मिठो मिठो बनाएर खान्छ, मलाई म आउँदाखेरि बनाउँदैन। एक दिन उनीहरूलाई बोलाएर बनाएर खिलाउँछ। मैले त सुप खान सकेन। के छैन मैले खान सक्दिनँ सुप त चाउमिन त छैन, चाउमिन त छैन, सुप हेरी भयो। तिम्रो सुप पिदिएँ मैले के त जुस सुप त पिन सक्दिनँ म पनि हेभी भयो। तर एकदम टेस्टी दामी हैन।
मिठो भयो गाइस, मिठो भयो। हामी चाहिँ सबै भ्याइसक्यौँ, तर हामी चाहिँ थुक्पाको सुप चाहिँ खान सकेनौँ। बुढाबुढीले नै माया नगरिदिनु होला। अरू चाहिँ सबै खाइसक्यौँ, एकदमै मिठो भयो, एकदमै इन्जोय गरेँ। आशा छ हजुर पनि हाम्रो भिडियोहरू एकदमै इन्जोय गर्ने हुनेछ। भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। आजको लागि यति नै। बाई बाई एभ्रिवान। वाउ